त्यसपछि क्यामेरा फुट्यो हामी चाहिँ पानीमा फेरि अर्को नयाँ भिडियोमा पहिलाको भिडियो यदि हेर्नु भएको छैन भने हेरिदिनु होला र यति भन्दै अहिलेको भिडियो फेरि सुरु भइसकेको छ। अहिले चाहिँ हामी के भन्छ अरे झन्डापट्टि जाँदैछौँ होइन हेरिटेज भिलेजको भिडियो तपाईँले हेरिसक्नु होला। हेलो के भन्नु छ? जस्ट लुकिङ लाइक अ वाउ वाउ वाउ। सो अहिले चाहिँ हामी अहिले थकै मार्ने कार्यक्रम भइरहेको छ नि। मस्त हावा छ त्यस्तो गर्मी पनि छैन त्यस्तो जाडो पनि छैन है। हावा चाहिँ मस्त ल्या बस चौधरीलाई चाहिँ नि त्यो ज्याकेट चाहिँ गर्मी मारेर आयो अनि चाहिँ त्यही हो। अब चाहिँ हामी एकछिन आराम गरेर अब प्लानिङ गर्दैछौँ के गर्ने भन्ने। अब होइन अब बिना प्लानिङ आउँदाखेरि यही हुन्छ समस्या कि यहाँ जाने यहाँ गर्ने यो गर्ने भन्ने हुँदैन नि त। सो त्यस्तै हो। अहिले चाहिँ हामी बतासले हुँदैलायो माया मेरो फुलमाथि सजाइदियो छाया तिम्रो जिन्दगानी पहाड भो झकमक जीवन फुल्यो। गीत जे भए पनि भिडा कराए जस्तो भए पनि गीत दामी छ। गीतै हो न। याहू याहू। सो यो मेन पोइन्ट भनेको यही हो होइन यहाँको। यहाँबाट चाहिँ अब आबुधाबी देखिन्छ खेतीमा है यहाँ डुवा चलाउँछ। सो हाम्रो चाहिँ टाइमलाइन लिने कार्यक्रम थियो होइन। अनि त्यहीमा चाहिँ नि हामीले टाइमलाइन लिइरहेको थियो अनि अचानक अब एकदम तेज चल्यो होइन। अनि क्यामेरा चाहिँ ढोक्ल्याक गरेर ढल्यो। अब त्यसपछि क्यामेरा फुट्यो धन्नु मैले यो चाहिँ नि सेफ्टी यो चाहिँ सिसा मैले पहिल्यै लगाएको थिएँ नि त किन लिने बित्तिकै त्यो सिसाले गर्दा चाहिँ नि अगाडिको बचेछ होइन। मेरो त मुटुमा यो मुटु छ नि मुटु फाक 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 गरेर निक्लिएको थियो अनि फाक 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 गरेर क्यामेराको निक्लिरहेको थिएन। हो अब फेरि अब कहाँबाट जुटाउने भने धन्न केही भएको रहेछ। त्यसैले सेफ्टी लाउनु जरुरी छ। जहाँ पाए त्यही क्यामेरा नराख्नु होला उल्टिएर ठुट्यो भने कोही छैन। अहिले अब चाहिँ हामी यहाँबाट चाहिँ अब लाग्छौँ। मजा आएन? सही मजा आयो। अनि अब चाहिँ हामी यहाँबाट लाग्छौँ होइन। अनि चाहिँ खाना खुवाउने कार्यक्रम भइरहेको पऱ्यो होला है। हेलो गाइज अब हामी यहाँबाट बिदा हुन लाग्छौँ। ल आजको यहाँको सफर यति नै थियो। कहानीले पल्टी फेरेपछि कसको के लाग्छ होइन। त्यही त हामी यहाँबाट जाँदैछौँ 3 वर्ष।
अहिले चाहिँ हामी बवाल ठाउँमा आइयो होइन। यहाँबाट चाहिँ लगभग पुरै देखिँदो रहेछ नि त। यहाँबाट बिल्डिङहरू हाम्रो अमित अगाडि देखिन्छ अनि यहाँ डस्टबिन पनि देखिन्छ। यहाँ अबुधाबी पुरै देखिँदो रहेछ। त्यो मोबाइल फोन पर्ने हो के अरे चाहिँ अब सब देखिँयो होइन। सरजी के भयो? मायाले बोलायो मलाई, मायाले बोलायो, सन्देश आयो मलाई, होइन के भयो? बचाउँदैन यार। फुल बनी फुलिदिन्छु, तिमी बास्ना बनी मुस्काउ है हुन्छ। म फुल अहिले चाहिँ हामी सिटी सेन्टर आइसक्यौँ। गाडीमा पुरा दौडेर आएको होइन। अब चाहिँ हाम्रो प्लानिङ के छ? नेक्स्ट फेरि यिनको प्लानिङ कर्नेस जाने छ र गयो आएन कर्नेसमा। सो अब चाहिँ कर्नेस चाहिँ कहाँ छ भन्ने कुरो हो। अब यो चाहिँ सिटी सेन्टर, कर्नेस चाहिँ यस साइडमा छ ल। यो चाहिँ म पहिला आइरहेको ठाउँ हो नि त। यस्तो थाहा मलाई, यहाँ गल्ली थाहा मलाई यहाँको। त्यही कहिले हराउँछु मात्रै हो। थाहा त सबै छ तर हराइन्छ। यहाँ चाहिँ हेर न, यहाँ स्कोप पनि छ चन्द्रमा हेर्ने लाइट, सबै थोक छ। अब वर्ल्ड कप पनि रहेछ, रोनाल्डोलाई गिफ्ट गर्ने कि हुन्छ। सो अहिले चाहिँ हामी कर्नेसतिर लाग्दै होइन। अलि छिटो हतारमा भर्खर सामान किनेर, प्लास्टिक देखाउन यति सामान किनेर लिएर जान्छौँ। पौडीलाई कपडा किनेको त्यो हेरौँ। अब उहाँ जाँदाखेरि चाहिँ बन्द नभइदियो हुन्छ भने हाम्रो धारा हो। बन्द भयो भने चाहिँ हाम्रो जिन्दगानी दर्पण छाया हुन्छ। सुबह बोल्नु न यार। उनको चाहिँ नि लास्ट रहर रहेछ नि त समुद्रमा पौडिने। त्यही भएर अहिले चाहिँ हामी लेक पार्कमा छ होइन। यो त अबुधाबीको भाइरल पुल अहिले यस्तो देखिएको छैन। रातिमा चाहिँ दामी देखिन्छ, अहिले चाहिँ त्यस्तै चाहिँ केही छैन। अहिले चाहिँ हामी खास हाम्रो चाहिँ यहाँ बस्ने मेरो प्लानिङ थियो। अब उसलाई चाहिँ नै हम कर्नेस जाएंगे, स्विमिङ गरेंगे, रमाइलो गरेंगे भनेपछि हामी चाहिँ फेरि अगाडि बढ्यौँ। सो फाइनली हामी चाहिँ आइसक्यो बिचमा। खुसी देखाउन, खुसी एकचोटि एक्साइटेड भाइ। हाम्रो चौधरी भयङ्कर एक्साइटेड होइन। म पनि थोरै एक्साइटेड। बस गएर चिसो पानी छुम्म गर्दाखेरि ऊ मागु टुरुलो हुन्छ होइन। सो अब चाहिँ हामी फाइनली बिचमा आइसक्यौँ होइन। अब जाम पहिला बिचमा गएर हेरौँ कस्तो वातावरण छ। अनि कपडा काटौँ अनि छ्याम पानीमा, त्यसपछि त मजै स्किप आइयो, रेडी भइयो होइन। सरजीको कुच यस्तो छ। बबाल देखिएको छौ सर यार, म बबाल देखेको छु। चिस पानी, ओहो चिसो यार पानी यार। हामी चाहिँ अब जाँदैछौँ। गएर रहेछ भने पौडिने हो न त सिङ्गलर जाने। पानीमा आइसक्यो होइन। छुमा माछा चाहिँ गयो त तिमी त यार। किन माछा चाहिँ गयो त? कहाँ हो गयो? हामी चाहिँ पानीमा फाइनली नुहाउँदै होइन। अनि नुहाउँदै होइन। अब कस्तो भएको त तिमीलाई नुहाउँदा? यत्रो सानो पानी छ यार। त्यही पनि अहिले चाहिँ कस्तो लागिरहेको त? फाइनली समुद्रमा आइयो पौडियो फर्स्टचोटि। पहिलो होइन, पहिलोचोटि नुनियो पानी खाइयो।
फाइनली हामीले नुनियो पानी खाइयो। समुद्रमा रमाइलो गर्दैछौँ होइन। आजको हाम्रो आबुधाबीको घुमघाम पनि अब लगभग अन्तिम चरणमा छ होइन। सो हामी चाहिँ नि धेरै ठाउँ घुम्यौँ, एक दिनमा धेरै ठाउँ घुम्यौँ है। सो अब अहिले चाहिँ हामी स्विमिङ गर्दैछौँ। हाम्रो सफर त्यहाँ झन्डादेखि सफर उता झन्डादेखि सफर चाहिँ उहाँ झन्डादेखिबाट कता झन्डा उहाँदेखिबाट अहिले चाहिँ यहाँ सघाइसक्यो होइन। सो रमाइलो चाहिँ भइरहेछ। त्यस्तो रमाइलो हामीलाई सधैँ हुनुपर्छ। सो अब लाग्ने कि भन्ने जस्तो मलाई लागिरहेछ। लाग्ने होइन एकछिन पौडिनु भयो के भन्ने हो तिन भन। अलिक ठुलो भएर एकछिन पौडिनु हुन्थ्यो। पानी यतिसम्म छ। नुहाइधुवाइ गरेर सक्यो होइन। धेरै बेर त बसिएन, लगभग 1 घन्टा जति बस्यो होइन। त्यहाँ धेरै त नपौडिने। अब हामी चाहिँ हाम्रो त फेरि थोरै टाइममा धेरै काम छ नि त, त्यही भएर अब चाहिँ हामी कपडा चेन्ज गर्न जाने। त्यसपछि फेरि भेट्छु ल, कपडा चेन्ज गरेर भ्याएपछि गाइज। फाइनली नुहाइधुवाइ गरेर रेडी भएर ल कपाल पुछपाछ गरेर छाडछुट गरेर घाम डुब्न लाग्यो होइन। बल्ल रेडी भयो होइन हामी। कपडा फेर्नु चाहिँ लास्ट टाइम लाग्यो हामीलाई न। हाम्रो यात्रा चाहिँ फेरि सुरु। अब कति 6:43 भयो। 8 बजे गाडी छ होइन गाइस। 8 बजे गाडी छ। किस कलर के चड्डी पहने हो बताओ न। आज चड्डी नहीं होला। सो अब चाहिँ साँझ परेछ हजुरलाई बिजोको भएछ। ज्याकेट लाउनु मिल्दैन, गऱ्यो हुन्छ ज्याकेट। राति हुन लाग्यो नि त, झिलमिली हुन लाग्यो सहर। यहाँ तलबाट जाने बाटो छ। सो अहिले चाहिँ हामी आइसक्यौँ लेक पार्क। अब बहन मन त थियो, टाइम छैन। त्यो 2-4 पठाइदिएर टाप गर्नुपर्छ ल। ओके, धेरै बहन भ्याइँदैन। सो हामी चाहिँ अहिले यही हो तिमीले भनेको पुल, लेक पार्कको पुल। पुल अहिले हामी चाहिँ लेक पार्क होइन। अब चाहिँ हामी लाग्दैछौँ, टाइम पनि भयो, ढिला पनि भयो। सो यो पुल चाहिँ कुनै जमानाको निकै भाइरल हो। थाहा छ तिमी कहिले भिडियो देखाएको छु कसै भिडियोमा यो पुल देखाएको थियो? मैले सुनेको मात्र देख्थेँ, वास्तै हुन्थेन। सो अब चाहिँ हामी लाग्दैछौँ। अहिले चाहिँ हामी भागमभाग भइरहेको छ होइन। हामीलाई लाग्दैछ गाडी छुट्छ जस्तो पनि हल्का फिल भइसकेछ। भर्खर रमाइलो हुनु होइन। साँझ भर्खर पऱ्यो त अब हामी चाहिँ जानुपर्ने छ। हाम्रो यात्रा धेरै टाढाको छ, पुग्दा 10 बज्छ यार, 10 या 11 बज्छ। सो भिडियो चाहिँ नि यहीँ टुक्यौँ होइन। यहाँहरूलाई कमेन्ट गर्नु होला होइन भिडियो कस्तो लाग्यो भनेर होइन। अनि मिल्छ भने 2-4वटा सेयर पनि गरिदिनु होला। तब तकलाई बाई। नेक्स्ट भिडियोमा फेरि भेट्ने। यो चाहिँ आबुधाबीलाई पनि बाई। केही त भन आफ्नो भाषामा। हामी तुम्हाको भालोबासी। यो मेरो भाषा हो। केही त भन यार, टुङ्गाइदेऊ नि यार गाइस। म केही अवस्था छैन। यिनलाई भोग लाएर हो त्यो त्यो बोल्न सकेको छैन। अब हेरौँ टाइमले के भन्छ। भनेछ खाइन्छ, नत्र भाग भने चाहिँ भागिन्छ। सो बाई गाइस।